विदेशमा नि 2-4वटा काम नि कहिले नहोस् कोहीसँग नि एउटा बिरामी भारी बिमारी बेला टाउको दुख्यो अलिकति चोटपटक लाग्यो होइन ज्वरो आयो त बेग्लै कुरा हो त्यो त नर्मल चिज हो ठुलो बिरामी जस्तो केही चिजको ठुलो बिरामी जसमा हस्पिटलाइज हुन पर्यो 10-15 दिन त्यो नहोस् दोस्रो टर्मिनेसन नहोस् कोही जाँठोले हेर्दैन टर्मिनेसन हुने दिनदेखि साथी सबै टाढा भइहाल्छन् खै किन छुवाछुतको बिमारी हुन्छ कि क्या हो के हो थाहै छैन हैन अनि हामीले के भोग्नुपर्छ गुली हुनुपर्छ मैले हैन सबै बेइज्जत सहनुपर्छ गाली खानुपर्छ टर्चर सहनुपर्छ स्यालेरी टाइममा नआएको बेला रिस उठ्छ निन्द्रा पुग्दैन अनि डिस्क्रिमिनेट हुनुपर्छ अरे नसोधौँ ठिक छ मान्छौँ जब स्यालेरी आउँछ मोटो स्यालेरी आउँछ तर हामीले पनि गएर भोगेका हुन्छौँ त सजिलो छैन पैसाको जातै झाँट हो फेरि पनि हाम्रो नेपालीहरूले विदेशमा यस्तो दुःख गरेर खुन पसिनाको कमाइ गर्छन् नेपालमा गएर फेरि त्यही रक्सी खाने त्यही रन्डीबाजी गर्ने जाँड जुवा तास खेल्ने पैसा सेभिङमा नराख्ने गर्छन् झन्झटै हो हाम्रो नेपाली भाइहरूको जिन्दगी पनि झन्झटै हो अनि छुट्टी थियो यसो साँझ घुमौँ यसो यो भुँडी कम गरौँ भनेर यसो घुम्नु लाग्यो अनि यहाँ पान्डा मार्केट हाइपर मार्केटमा यसो चिकन पनि लएर जाऊँ धेरै दिन भयो 10-15 दिन भयो भने मेरो प्लानिङ थियो अब चिकन लिन्छु अनि चिकन लगाएर गएर दाल त छ कि चिकन दाल बनाउँछु धेरै अन्डा डेली अन्डा खाइमा अन्डा जस्तै भइसक्यो आज चिकन खान मेरो मन पनि लागिरह चिकन लिएर आउँछु अनि पकाउँछु खान्छु भर्खर सुतेर उठेर आएको फेरि रातभरि सुत्ने फेरि भोलि दिउँसो ड्युटी छ यो पनि समस्या हो झ्याउ लाग्छ अहिले मेरो कन्डिसन दिमागको यस्तो छ कि न त घर जानु मन लाग्छ न त काममा जानु मन लाग्छ रुममा सुतिराख्ने पैसा आइराखोस् भनेको जति त्यस्तो होस् भने जस्तो फिल आउँछ क्या त्यो त सम्भव छैन हैन अब हेर्दै जाऊँ के हुन्छ जिन्दगीमा।